नमस्कार सबैजनालाई, म दिपेन्द्र घिसिङ। अनि त्यस पछाडि मेरो फर्स्ट फ्लाइटको भिडियो सबैजनाले मन पराइदिनु भयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। स्पेसली आई वाज टार्गेटिङ टु फेसबुक अडियन्स। मैले फेसबुकमा पोस्ट गरेको थिएँ। मैले 1 वर्ष अगाडि भनेको थिएँ म 1 रुपैयाँबाट पाइलट बन्ने सपना देखेको छु। सबैले हाँसे, कसैले विश्वास गरेन, तर आज म ककपिट भित्र छु। सपना पूरा गर्न पैसा नै चाहिन्छ भनेर भन्नेहरूलाई आज म एउटा नयाँ उदाहरण बनेर देखाउन आएको छु। उहाँ हुनुहुन्छ दिपेन्द्र तामाङ घिसिङ। दोलखा जस्तो दुर्गम ठाउँमा उहाँको जन्म भयो। जब उनी किशोर अवस्थामा आइपुगे, साइकल किन्नको लागि पनि उनले धेरै सङ्घर्ष गरे। आफ्ना साथीहरूको साइकल हेरेर लाज मान्ने दिन पनि आए, तर मनमा भने सधैँ एउटा सपना थियो, म एक दिन पाइलट बन्नेछु। र एउटा दुर्गम गाउँको गरिब केटा पनि पाइलट बन्न सक्छ भन्ने उनले उदाहरण दिन चाहन्थे। म एउटा सपनामा पनि पाइलट बन्न चाहन्थे। औँसी र पूर्णिमामा पनि पाइलट नै बन्न चाहन्थे। कक्षा कोठामा विद्यार्थी हुँदा पनि म पाइलट नै बन्न चाहन्थे। राधा र कृष्णको कथा सुन्दा पनि पाइलट नै बन्न चाहन्थे। अरूले विश्वास नगर्दा पनि म आफैलाई विश्वास गरेर पाइलट नै बन्न चाहन्थे। म सपनामा विपनामा पनि पाइलट नै बन्न चाहन्थे। म जन्मेकै यसैको लागि हो र म उसको लागि। गरिबीको कारणले एक दिन उनको पढाइ रोकियो। पाइलट बन्नको लागि आर्थिक अवस्था कमजोर भएपछि उनी सरकारबाट ठुलो अपेक्षा राखेको थिए र उनी एक दिन स्थानीय सरकारसम्म गुहार माग्न गए। तर उनको कुरा सबैले बेवास्ता गरेपछि प्रदेश सरकार, सांसद, मन्त्री र नेताहरूलाई सम्म भेटे, तर उनको कुरा कसैले पनि सुन्न तयार भएनन्। सबैले आफै कमाएर पाइलट बन्न भनेर सुझाव दिए र अब म हरेक नेपालीको 1 रुपैयाँले पाइलट बन्छु। मलाई 1 रुपैयाँ सबैले सहयोग गर्न सक्नुहुन्छ भन्ने विश्वास थियो र सम्भावना पनि देखे र रु 1 रुपैयाँको अभियान पुरा नेपाल अधिराज्यभरि सुरु गरे र हरेक नेपालीको घर घरमा पुगेर 1 रुपैयाँ सङ्कलन गर्न थाले। केही महिनामा 60 लाख जम्मा भयो। अब उनीलाई अझ धेरै आत्मविश्वास भयो, मेरो पाइलट बन्ने सपना छिटै पुरा हुन्छ भन्ने। र जब यति पैसा जम्मा भयो, यो कुरा मिडियादेखि लिएर टेलिभिजनदेखि लिएर जता कतै फैलिन थाल्यो र उनलाई देश र विदेशबाट र नेपालबाट सबैले सहयोग गर्न थाले। जति जनाले सहयोग गरिरहेको थिए ती हरेक व्यक्तिहरूको फोटो र सहयोग गरेको रकम उनले आफ्नो फेसबुकमा राख्न थाले। त्यो देखेर अरूलाई पनि प्रेरणा मिल्यो र झन सहयोग गर्नेहरूको लहर लाग्न थाल्यो। मलाई थाहा थियो यो सजिलो थिएन, तर म पाइलट नै बन्न चाहन्थे, किनकि म जनजाति, गरिब, दुर्गम ठाउँका विद्यार्थी पनि अघि बढ्न सक्छ भनेर देखाउन चाहन्थे। म पाइलट बन्न चाहन्थे किनकि म सन्देश दिन चाहन्थे। सपना देखेपछि, जोसिलो मन भएपछि असम्भव केही हुँदैन। र आज म यही विमानभित्र छु। सपना साकार भयो। आफ्ना हातहरूले जहाजको स्टियरिङ समातेको त्यो क्षण, त्यो शब्दमा भन्न नसकिने थियो। मलाई लाग्यो यो मेरो मात्र होइन, मेरो बुवाआमा, मेरो साथीहरू र मलाई जसले 1 रुपैयाँ दिनुभएको थियो, उहाँहरूको पनि सपना थियो। आज म यो ककपिट भित्र छु, तर मेरो नजर तल छ मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा, किनकि कहिल्यै पनि म भुल्दिन मलाई यहाँसम्म पुर्याउन 1 रुपैयाँले मद्दत गरेको छ। यो उडान मेरो होइन, हाम्रो सबैको हो। हरेक जना नेपालीको सपना हो, किनकि मेहनत र धैर्यले गर्दा सपना साकार हुन्छ। कहिल्यै नहटबडाउनुहोस्, नडराउनुहोस्। अब म पाइलट बन्ने सपना देख्ने बेला धेरैले मेरो अवस्था हेरेर हाँसे। आज उनीहरूले नै मलाई बधाई दिएका छन् र म त्यसैले भन्छु, कहिले नहिचकिच्याउनुहोस्। तपाईले सुरु गर्नुभयो भने तपाईको यात्रामा तपाईको विश्वास नै सबैभन्दा ठूलो इन्धन हो। म पाइलट बन्ने छु भनेर कसम खाएको थिएँ।
आज म यहाँ छु पाइलट बनेर, तर म अझै रोकिन्न किनकि मसँग तपाईहरूको विश्वास छ। म तपाईहरूको सहयोग खेर जान दिन्न र सधैँ तपाईहरूकै सपना बोकेर आकाशमा उडिरहनेछु। मान्छेले चाहे भने सब थोक गर्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण दिएका छन् दिपेन्द्र तामाङ घिसिङले। तपाईको पनि के छ आफ्नो लक्ष्य ड्रिम? कृपया कमेन्टमा लेख्न नबिर्सनुहोला र खास गरेर यो भिडियोले तपाईँलाई साँच्चीकै प्रेरणा दिएको छ भने एउटा लाइक, कमेन्ट र खास गरेर यस्तै भिडियो हेर्नको निमित्त सब्सक्राइब गर्न नबिर्सनुहोला। अब तपाईँसँग हाम्रो भेट अर्को भिडियोमा हुनेछ। आजलाई यति नै।